तर चाहिँ राणा कालमा पञ्चायत कालमा जसरी जनताको बोल्ने लेख्ने सभा संगठन गर्ने सत्ताधारीहरूको विरोध गर्न पाइने त्यो अहिलेको तुलनामा त्यति बेला छँदै थिएन। अहिले म भोगेर आएको मान्छे हो। अब अहिले जुन असन्तुष्टि छ नि मान्छेको, मान्छे के भन्छन् भने नेता खराब भए, यी पुराना पार्टी झनै खराब भए, उनीहरू यसो भन्छन्। कतिले त्यसो भनेर भन्दै भन्दै राजा ल्याउँ भन्छन्, कतिले चाहिँ होइन बालेन जस्ता हर्क जस्ता मान्छेहरू चाहियो, रवि जस्ता मान्छेहरू चाहियो भनेर भन्दछन् कतिपयले। तपाईलाई यो देश चाहिँ कुन बाटोतर्फ अगाडि बढिरहेको जस्तो लागिरहेको छ? त्यति राम्रो चाहिँ सङ्केत, राम्रो वातावरण छैन। जनताले विकल्प त खोजेको छ, तर अब विकल्प खोज्ने बेलामा चाहिँ उस्तै उस्तै त्यहाँभन्दा खराबलाई चाहिँ पक्ष लिएर त विकल्प त हुँदैन। हामीले घुस त खान्नौँ, हडताल गर्दैन, मैले अहिले भने नि हो। अब तिमीहरूलाई भोट दिनु भने यत्रो पार्टी छ भन्छन्। सानो पार्टी भएको हुनाले ऊ सत्तामा जान्न त्यही भन्छन् त। ल हेर्नुहोस्, त्यस कारणले यो जुन विकृति विसङ्गति यी नेताहरूको कारणले मात्रै होइन, त्यो विकृति विसङ्गतिलाई पनि जान अनजानमा जनताले साथ दिएको हुन्छ। त्यस कारणले जनता सचेत भएर के ठिक हो के बेठिक हो त्यो चाहिँ निर्णय गर्ने, छुट्याउने चाहिँ जब चाहिँ जनचेतना पैदा हुन्छ त्यसपछि कोही भाग्न सक्दैन।